त्यसरी आजको भिडियो चाहिँ फेरि भेन्डिङ मेसिनको बारेमा तपाईँलाई म अझै एउटा भेन्डिङ यस्तो कुरा देखाउँछु। यो चाहिँ असम्भव कुरा हो, यो चाहिँ हुँदैन, एकाध कुरा हो, कत्थरकै हुने मात्र कुरा हो। यस्तो पनि राखेको हुन्छ, यस्तो सिस्टम पनि हालेको हुन्छ, टाँस्या हुन्छ भेन्डिङ मेसिनमा। यो अब यस्ता मात्र नभएर यो रातोवाला यसको नाम चाहिँ के लेखेको छैन, ड्रिङ्क लेखेको छ। यस्तोमा मात्र नभएर अरूमा टाँसिरहेको हुन्छ, राखिरहेको हुन्छ। यसमा चाहिँ नयाँ कुरा के हुन्छ भने आतातारा मो इप्पोन यसको इमी भनेको चाहिँ अब तपाईँले कुनै पनि जुस खानको लागि यहाँ पैसा हाल्नुभयो, अनि यहाँ एउटा निकाल्नुभयो, जुस तल झार्नुभयो, अनि तपाईँको यहाँ एउटा छुट्टै खालको नम्बर देखाउँछ कि यहाँ कहिले अब 4 5 6 7 त्यस्तै त्यस्तै देखाइरहेको हुन्छ। तपाईँको त्यसमा चाहिँ 7 7 7 4वटा 7 यसरी 7 अब 7वटा 7 हुनु पऱ्यो। यहाँ यसरी 7 7 भनेर यहाँ 7वटा भनेको छ। 7वटा 7 चाहिँ सर यहाँ देखायो भने चाहिँ त एउटा फ्रीमा जुस निकाल्न सक्नुहुन्छ। यहाँ अहिले भनेको छ कि आतात्तर मोइपन अनि नानागा सोरोत्तर आतारिगा देमास्तर सान्जिबिनाइनी रामपु तेमितु स्टेरुसियोभिनकर एराबिकुदासाई। तपाईँले अब 7 7 7 आएको बेला चाहिँ तपाईँले 30 सेकेन्डभित्र चाहिँ एउटा यहाँ फेरि त्यो अब लाइट बलिरहेको हुन्छ, जुन निकाल्न मिल्छ नि त्यसमा मात्रै लाइट बलिरहेको हुन्छ। तपाईँले त्यो जुन बल्याएको त्यसमा अठाउनु भयो भने चाहिँ फेरि तपाईँले फ्रीमा खान सक्नुहुन्छ। साथै यस्तो चाहिँ यस्तो सिस्टम राखिरहेको हुन्छ। यो 7 सेन्ट भन्ने चाहिँ अब कतै गेमतिर पनि जहाँसुकै यो लक्की नम्बर भनेर चाहिँ यस्तो राखिरहेको हुन्छ। यस्तो सिस्टम पनि अब जापानको भेन्डिङ मेसिनमा हुन्छ। यस्तो 7 7 आयो भने चाहिँ एउटा जुस चाहिँ फ्रीमा खान पाइन्छ। यही नै कुरा साथै आजको भिडियोमा।